नमस्ते सबैजना साथीहरूलाई र आज भने चाहिँ हामी आलिटार रामपोखरी आइपुगिसकेको छौँ है। र यहाँ देख्न सक्नुहुन्छ माछालाई चारो हालिरहेको छौँ है। र एकदमै ठुल्ठुलो माछा रहेछ है। यता आउनु, यता उहाँ परतिर पनि हाल्नु नि, एउटै माछालाई मात्रै कहाँ दिन्छ। घुम्ने जग्गा पनि एकदम सुन्दर जग्गा रहेछ है। र यो पोखरी चाहिँ आफैमै उत्पन्न भएको अरे। र यहाँमा चाहिँ मुरै लगाइदिनु हुँदैछ है माछालाई चारो। र अहिले चाहिँ भर्खरै हामी सुरुवात मात्रै हुँदैछ है। र अझै घुम्नु छ। र हामी चाहिँ आज देख्न सक्नुहुन्छ सबैजना फ्यामिली नै आएको छ घुम्नुको लागि। तपाईँको निकै लामो लामो जग्गा छ है यहाँ पर। र बाहिरबाट धेरै मान्छेहरू घुम्न आएको छ यहाँनिर, देख्न सक्नुहुन्छ। हाम्रो चाहिँ यात्रा एकदम टाढो छ है। पुरा बमिट आइसक्यो भन्दैछ भिडियो गरेको। र हाम्रो यहाँ एरिक चाहिँ ड्राइभर 0.5 मा छ कि 0.5 मा 0.1 मा छ नि हुन्छ, 1 मा छ भने पढाउनु पढाइ बसिरहेको छ मान्छे यता यतै। र यहाँ हाम्रो मम्मी चाहिँ आज एकदमै इन्जोय गरिरहेको छ है बोटमा। इन्जोय त गरेकै हो, म कहिले बोटमा चढेको छैन। अब आज बोटमा छ अरे। अब 1 महिना बादमा फेरि हेलिकप्टरमा लानुपर्ने छ, त्यहाँदेखि ट्रेनमा। अब भएको जति त अब बिस्तारै बिस्तारै सब उसको त्यो स्टेप बाई स्टेप लेभल पुरा गर्दै लानुपर्ने छ। लानु पर्यो नि, बाहिर घुम्नु पाएको छैन। अब साथीहरू हुर्क्यो बढाएँ, यत्रो ठुल्ठुलो बुढो बुढो हुन्छसम्म त कहाँ गएँ, म कहीँ पनि गएको छैन, म घुम्नु पनि पाएको छैन। र परमेश्वरलाई धन्यवाद छ र आज यसरी समय जुटाइदिनु भएकोमा। इच्छा पुरा गर्ने नि गयो फेरि घुमे यो मान्छेहरू। दुर्गा मैले त पर ब्याङ्कक पुगेर आयो अस्ति छोडेर। ब्याङ्ककै गएको हो बेङ्गलोर ल बेङ्गलोर होइन, उता कुन जग्गामा देखाएको थियो उता गयो हङकङ है।
हङकङ ब्याङ्कक भने यहाँको हङकङ कुरा हो। ब्याङ्कक भनेको त भिजा बनाउनु छ 4-5 लाखको बनाउनु बेङ्गलोर भने त इन्डियामै हो। र फाइनली अब चाहिँ हामी यहाँनिर होटेलमा खाजा खान आइसकेका छौँ है। र देख्न सक्नुहुन्छ यहाँ सबैजना छ फ्यामिली। र हामी चाहिँ अब अहिले स्प्राइट खाँदैछौँ है। र आमा चाहिँ यहाँ दुधको चिया खानुहुँदैछ। र देख्न सक्नुहुन्छ यस्तो हरियो छ, हरियो पानी छ, कति गहिरो छ थाहा छैन कसैलाई पनि। र अहिले भने चाहिँ हामी एक राउन्ड घुमेर फेरि आइसकेका छौँ। तर यहाँ बाटो चाहिँ एकदमै चिप्लो रहेछ। र यहाँ पर चाहिँ देख्न सक्नुहुन्छ मान्छेहरू थुप्रा आइसकिसकेको छ है। र यस्तो पानी परेको सिजन भइरहेको बेलामा पनि मान्छेहरू चाहिँ थुप्रै आउँदो रहेछ।